अब झोलुङ्गे पुल हेर्ने भयङ्कर छ है झोलुङ्गे पुल। अब पुल हेर्न जाने तयारी छ। बाटोमा राखेको छु र कसैले के भनेको छैन। वेल्डिङ गरेको खुट्टा तर पनि हिम्मत त कति छ कति छैन। सही हो। हिम्मत कति छ कति यस्तो छ पुलमा जाने बाटो। झोलुङ्गे पुल सुपादेउरालीको उत्तरपट्टि रहेको झोलुङ्गे पुल जाने बाटो। हेलो 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 आइज कान्छ आइज। आधा उदि आइयो झोलुङ्गे चुले जाने बाटोको झोलुङ्गे पुल। ल छिटो छिटो हिँड्ने यार। कस्तो राम्रो ठाउँ रहेछ यहाँनिर। यो एकान्त सुनसान बहुत राम्रो ठाउँ रहेछ यतातिरको होइन। बाफरे किराको आवाजभन्दा अरू केही सुनेन यहाँ त। यति सुनसान ठाउँ मैले अहिलेसम्म देखाएको थिइनँ क्या। आइज आइज। यति सुनसान ठाउँ मैले अहिलेसम्म देखाएको थिइनँ क्या भन्छु क्या। हेलो हेलो जुत्ता लाग्छ नि त। त्यही जुत्ता लाउनु पर्छ खरा। बोल्ने अवस्था छैन। बोल्ने सास श्वास बोल्नै पर्यो जसरी पनि बोल्ने अब बोल्नु पर्ने छैन। माथि गएर बोलाउला। यस्तो ठाउँमा आएर नबोले कहाँ बोल्ने यार। बाफ्रे घाट ठाउँ जङ्गलको। यस्तो बोतलहरू फर्काले यतै हो यार। अरे होइन यता 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 कि यता यो बाटो हो कि। ठाडो छ त्यो। ठाडो होइन कि यही हो कि पुल हेर्नु। पुलको भागो त्यो पुलको गएर पिलर त्यही छ। खिचेर घुमेन र बाटो। अब भिडियोले बताउँछ। भिडियो जता जान्छ त्यतै त्यतै हिँड्ने। नचिप्ले चाहिँ यहाँ चिप्लिनु रहेछ है। एकदमै अप्ठ्यारो छ यो बाटो। पानाको जङ्गल तान्नेको तान्छु बरु। पानाको जङ्गल अमेरिकन लाग्यो। इ अब चिप्लिन्छ यहाँ। यति बाटो त खतरा रहेछ त यार। यहाँ झन् डेन्जर छ है राम्रो हिँड्ने यार। कस्तो बाटो लाग्छ आइज आइज। अब के हिँड्नु छ गरी ल यो बिस्तारै यहाँ सिस्नु होला हेरेस्। तर यो बाटो होइन क्या यार। पागल छ त। पुल त वहाँ छ त ऊ। हेर त पुल कहाँ छ जाने। ए बिस्तारै बिस्तारै चिप्लेला चिप्लिन्छ। अब कहाँ गरी यार। बात भुलेपछि डगर भुल गया। हिँड्के हिँड फटाफट हिँड्न यार। यतापट्टि चाहिँ लास्टमा बाटो कहाँ छ माथि गएको भन्छ। म त त्यो पिलर देखेर उता हो कि भनेर सोचेर उतातिर गइयो क्या यार। क्या गर्ने। जथाभावी फोहोर नफालौँ। असल नागरिकको परिचय दिउँ। यस्तो छ सुपादेउरालीको माथि झोलुङ्गे पुलमा आइपुगेपछि यति रमणीय दृश्य देख्न पाइँदो रहेछ। ए छिटो आइजाऊ यहाँबाट जामा यसो गरेर जामी। क्या दामी रहेछ है झोलुङ्गे पुल त। वाह झोलुङ्गे पुल वाह। छिटो झोलुङ्गे पुल हेर्न आइज कान्छ। वल्ना छेउबाट पल्लो छेउसम्म हेर्नुपर्छ आज। अब यहाँ सधैँ चढ्न सकिन्न यो झोलुङ्गे पुलमा। सुपादेउराली माताको दर्शन यहाँबाट देखिँदो रहेछ मन्दिर। ल डाँडाकाँडाहरू साह्रै रमणीय दृश्य बिचमा
सुपादेउराली माताको मन्दिर। झोलुङ्गे पुल आएको हजुरलाई देखाउने भन्दा यस्तो पसिना आएको बेला जान्नु म त घुमा नो 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 फर्के म त यता होइन कति डर आएको छ यार। पर्ख न यार, यसो भिडियो बनाउनु तर। माथिबाट झुलुङ्गे पुल हेरेर आइयो। अब हामी लाग्छौँ यता सुपादेउराली मन्दिरतर्फ। मन्दिर उहाँ कान्छो भाइको कोट्टादेखि के गरे। अब हामी लाग्छौँ मन्दिरतर्फ। मान्छे त्यतैपट्टि आउँछन्, बन्द छन् त सबै। मागेन पनि दिएन, मागे पनि दिएन, मान्छे थिएन। त्यही खाने रिसास रिसाउँछ हिजोकै उसले देख थाहा पाइसकेको थियो। सुन्नु जानुहोस् भन्छ त। ओह्रालोमा चलाउने अनि खरेर छ। सब गएछ नि धुत्यो, एउटा छैन। यही नै हामीले खाएको।